बुझेछु नि किन नबुझ्नु भाइ अब यो देशमा राजा चाहियो हजुर यो देशमा चाहिँ नि धेरै किन चाहियो म त राजाकै पाला जन्मेको राजाले कति राम्रो गरेको थियो हैन पुलिसमा जारी खान पाएको थियो अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्ल्यो जागिर नै गयो म बेरोजगारी भएँ अहिले अलि चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त के दादा भाइ होसै भएन आन्दोलनमा अब के गर्नुहुन्छ अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2 दिन लाग्ने ब्याग भइहाल्यो मेरो साढे 2 तोला साढे 2 तोला अब मैले कहाँ ल्याउने मेरो सिक्री नै लुट्यो बाबु अब साढे 2 तोला घर कसै जानु अब साढे 2 तोला आन्दोलनको क्रममा केही युवाहरूले एकजना दाइको सिक्री चोरी गर्नुभएको छ सबिन समय हाल्यो घाँटीमा पछाडिबाट म निस्किन लाथे मलाई नै ठेलेर लुट तपाईले सिक्री चाहिँ अलि चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त के दादा भाइ होसै भएन आन्दोलनमा अब के गर्नुहुन्छ अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2 दिन लाग्ने ब्याग भइहाल्यो मेरो साढे 2 तोला साढे 2 तोला अब मैले कहाँ ल्याउने मेरो सिक्री नै लुट्यो बाबु अब साढे 2 तोला घर कसै जानु अब